या सुन्नु विद्युत प्रसारण लाइन कहीँ बनाउँदाखेरि त्यतिकै त जाने होइन कि त सडक मुनिबाट लानु पर्यो कि त पोल बनाएर लानु पर्यो त्यतिखेर उत्पादन र पुनः उत्पादन भन्ने छ हजुरले राम्रोसँग पढ्नु होला त्यसमा सबैले पढ्नु होला त्यो सम्पत्ति अमेरिकाको हुन्छ भनेको छ पुनः उत्पादन भनेको त निस्केको कुरा हो नि त हो अनि त्यतिखेर सुन भेटियो युरेनियम भेटियो भने अनि अमेरिकाको हुने युरेनियम पनि सुन पनि छैन छैन मनाङमा कहाँ जान्छ यो लाइन मनाङ कहाँ पुग्छ यो लाइन यो भ्रममा युरेनियमको कुरा आयो हामीलाई यो लाइन हामीलाई यो लाइन तपाईको जुन बाटो प्रसारण लाइनबाट लाँदैछ त्यहाँ कहीँको त एउटा पनि खानी छैन के खानी छ भन्नुहोस् न मलाई सुनखानी कहाँ पर्छ कहाँ छ सुनखानी कहाँ पर्छ राते माटेदेखि लगेर राते माटेदेखि लगेर तपाईको जब बुटोल र भैरवा जाने प्रसारण लाइनमा छ त्यहाँ बिचमा 27 वटा तपाईको खानी पर्छ जहाँबाट उहाँहरूले तपाईको भन्नु पर्यो सुन खानी भएको मलाई थाहा छैन नेपालमा 27 वटा जहाँ कि अरब तपाईको कालीगण्डकीहरू पनि त्यहाँ बग्छ त्यहाँबाट बग्छ कालीगण्डकी बग्छ त के अनि कालीगण्डकी त्यो के चाहिँ यतिसम्म यो नभएको कुरामा हामी के न युरेनियम छ त्यहाँ हैन तपाईले भनेको कुरामा त्यही छैन तपाईले भनेको कुरामा युरेनियमको कुरा गर्नुभयो सुनको कुरा गर्नुभयो कहाँनेरि छ भने 27 वटा खानी कहाँनेरि 27 वटा खानी त्यो प्रसारण लाइनको बिचमा त्यो कहीँ मैले सुनेको छैन आजै सुने मैले त्यो तपाईले पढ्नु नै भएको छ